खै लाइन हजुरको लाइनमा आउनु पर्दैन किरिन्जल किन अगाडि बसेर ल अनि सेलरोटी पकाउनलाई कसरी पकाउँछन् होला थाहा छ हजुरहरूलाई सेलरोटी पकाउनलाई के चाहिन्छ तेल पनि चाहिन्छ पानी पनि चाहिन्छ पिठो पनि चाहिन्छ हो सबै चाहिन्छ चिनी चाहिन्छ के को पिठोले बन्छ होला सेलरोटी हो चामलको पिठो हामीले अहिले हाम्रो यो मङ्सिर महिनाको लमसम प्रोजेक्टमा के पढिरहेको छौँ भन्नु त यो चामलको पिठो केबाट आउँछ चामलको पिठो केबाट आउँछ तेलले मार्दा पनि बन्छ है अनि त्यसपछि चिनीहरू पिस्ने चामलको पिठो अनि घिउहरू चिनीहरू मोलेर अनि तातो हालेर हामीले रोटी बनाउँछौँ तेलमा हो ल आज हामीले सेलरोटी है हाम्रो लावण्य क्यालेन्डर अनुसार कार्तिक महिनाको सेलरोटी पकाउने हो आज हामीले सेलरोटी पकाएर हजुरहरूलाई देखाउँछौँ हजुरहरूले